Hi guys, what's up? Welcome or welcome back to my YouTube channel. I am currently at my grandparents' place, and today, like every year, we have like puja, and I'm gonna vlog this entire like vlog in Nepali. So yeah, हिजो आउँदा चाहिँ यस्तो डेन्जर घाम यस्तो डेन्जर गरम भइरहेको थियो हैन अनि आज द डे इज ग्लुमी लाइक यु क्यान सी अनि यहाँदेखि उयो माथि जाँदा यस्तो थाक्छ थाकेर चुर चुर हुन्छ छोड म गर्छु गरिस् तैँले अहिले उ यहाँ मुनतिर पुग्छ पुग्दैन एकैछिन कुन चाहिँ हो भन् त ए अरे सत्ता एकैछिन नै सरी गाइस तर अहिले त खोइ ए खानु हुन्छ कि हुँदैन ए मैले खायो किन ला के हुँदैन दिस इज नेचुरल फ्रुट हो केही हुँदैन कस्तो रहेछ है घाँस चपा अब केही हुँदैन त छैन नि यस्तो टाढा छ के भएछ तिमीहरूसँग बसेर म त्यस्तो भएको के भन्छ बाख्रा चराउन आउँथ्यो हामी अब माथि जानुपर्छ नि अनि जङ्गलभित्र त्यो गाडी टोकेर बिचक भयो कुनै कुन भएछ पूजा गरेर आएर के यस्तो डेन्जर भोक लाग्यो होइन केही खानु हुँदैन नि त अनि मैले बाई मिस्टेकली चाहिँ मैले त्यो खायो के भन्छ त्यसलाई अघि मैले के खाएको थियो आइसल्लु कि के भन्छ त्यसलाई होइन थाहै पाइनँ अनि हामीहरू यता छ यो चाहिँ मेरो ड्याडको मेरो आप्पाको ठुलो दाजुको घर हो लाइक पहिला म सानोमा आउँदाखेरि यो घर चाहिँ फुल्ली लाइक मडको थियो नि त अनि यता मम बस्नुहुन्थ्यो अनि उहाँ तल आई विल सो यु गाइज लेटर होइन उहाँ तल चाहिँ आफ्नो मेरो मेमेको घर थियो लाइक यता चाहिँ कान्छीबुढी बस्नुहुन्थ्यो तल चाहिँ जेठीबुढी अनि सानोमा हामी उहाँबाट यस्तो गरेर आउँदाखेरि यो घर चाहिँ यस्तो दामी थियो लाइक फुल्ली मडको होइन अनि लाइक माथि तल पनि थियो आई स्टिल रिमेम्बर लाइक विभिडली रिमेम्बर त्यो घरहरू अनि अहिले चाहिँ नि लाइक फुल्ली सबै घरहरू चाहिँ उयो भइसकेछ लाइक यस्तो टाइपको घर भइसकेछ सिमेन्टको पहिला चाहिँ लाइक फुल्ली मडको मात्र थियो बट लुक एट द भ्यू वाउ वेकिङ अप टु दिस भ्यू रुखमा थोडी भन्छ काठको भर्याङ थियो अहिले चाहिँ मेरो आप्पाको सानो बहिनी भुइँचालो आएर ढालेर के अरे भुइँचालो आएर घर लगेर अनि यो चाहिँ अहिले भुइँचालोको घर माइती घर हो यो अनि आनीको ससुराली घर चाहिँ उहाँ तल छ अहिले चाहिँ म देखाउँछु गाइज ससुराली घर आमाम सबैजनाको यस्तो छ नि तल यस्तो छ तल यस्तो 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 छ नि लाइन वाइज छ सबैजनाको लन्च आई सो यु गाइज मेरो मेमीको घर द्याट इज मेरो ग्रान्ड ड्याडको घर स्कुल अरे गाइज तर यहाँ बन्द भइसक्यो स्कुल यो चाहिँ हो द्याट इज माई ग्रान्ड पेरेन्ट्सको घर अनि तल छ यसको मेमे मामको घर भन्नु न हेलो मलाई तामाङ भाषा सिकाउनु तामाङ भाषा मलाई आउँदैन बुझ्दैन मैले होस्याम खालि कान्छाजी मात्रै बुझ्छ कोलाका घाटकाले सोल्छैजी भनेर नबुझ्ने बाबाले सिकाउ भन् न बाबाले सिकाएको सानोमा मैले सिकेन नभनेर मामको छोरी मम्मी ममको बहिनी जस्तो लाग्दैछ त भाइ जस्तो लाग्यो छोरी रे बस्न हुन्छ बाबाले देखाउनु पर्ने जस्तो गएको मम कान्छाजी सोल्छैजी भन् सोल्छोइजी सजी मैले कान्छाजी भनेको खाना छेजीले सोल्छाजी भनेको खाना खानु भयो भन्ने भयो ए सोल्छीजी के खानुभयो कान्छाजी भने चाहिँ भात खायो भनेको टाइपको
इन्डियालाई पाराउनु जाने के पाराङलाई जामे खेला आमा त सिनेटेर बाबुको जस्तै रहेछ क्या म सबैले त्यही भन्दै थियो हो सेम बाबुको जस्तै आमा सबैले त्यही भन्दै थियो अघि पनि पूजामा अघि नै पूजामा भन्दै थियो म सेम आन्दार भुडी भुडी क्या छोरी कारसाङ हेलो भन्न guys I'm getting princess treatment सबैले मलाई बाउ जस्तै म सेतो छु गुड मर्निङ हामीहरू चाहिँ आज सैलुङ जाँदैछ अनि यस्तो हतार हतार गर्दैछ हामीहरूले किनकि बस छुट्छ अरे अनि फेरि बसको लागि चाहिँ उता जानुपर्छ अरे we are just done now we have to walk more can you see the view guys we have to go up there and फेरि सिडी छ हाफ पनि भएको छैन हामीहरू यहाँ she started eating wait okay I'll try कति बेसी अम्बो सिमरन स्ट्रबेरीज सानो सानो होला हैन सेम क्या मिठो खाजा क्या मिठो गाइस यो त नखाइ पे म बेसी न ओइ हेर यो फ्रुट हो पोइजन हुन सक्छ यार नो लेट्स नॉट टेक अ रिस्क worth the 1 hour walk ambo I was craving for this view guys it's written step of Lord Buddha now we have to walk for 1 hour and I think I'm gonna end the vlog here because it will get dark till we reach home so thank you so much for watching till the end म चाहिँ नेपालीमा फर्स्ट टाइम बनाएर कि मलाई क्या अकवर्ड लाग्दै थियो कि इङ्ग्लिसमा बोल्ने त्यो भ्लगमा बोल्ने बानी भएर कि अनि सो थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड